हेलो साथीहरु, के छ त? फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। के छ त साथीहरु, नयाँ नौलो हालखबर। म भने ठ्याक्क अहिले रुमबाट यता निस्केको, मास्तिर बाटो हुँदै त गइरहेको छु म। कता जाम भन्दाखेरि म सायद ग्राउन्डतिर हुन्छ होला। त्योभन्दा अगाडि म यहाँ 18 नम्बरतिर पस्नु पर्छ, त्यसपछि म उता जान्छु साथीहरु। आज चाहिँ कपाल सपाल फेरि कपाल काटेको, छोटो न छोटो भएछ, अगाडिको हल्का फाल्नु पर्ने रहेछ, त्यही पनि ठिक छ ल साथीहरु। फेरि आज नि पानी पर्ला जस्तो लागिरहेछ। अब म चाहिँ यता 18 नम्बर छिर्नु पर्ने हुन्छ पहिला, त्यसपछि म उता जान्छु। हेर्दिनु होला, ट्याङ ट्ल्याङ लाएर टक्क लाएर शीतल छ आज त। मौसम नि क्या मिठो छ, सुनसान। म पहिला यता 18 नम्बरमा छिर्छु। मान्छे पो छैन मिठो, यो होइन 18 नम्बर, यो जस्तो लाग्छ। यो 18 नम्बर यहाँ छिर्नु पर्ने हुन्छ। यहाँ छिरेपछि म निस्किन्छु। हेरिदिनु होला सबैजनाले। टनक्क दामी छ आज त मौसम। साथीहरु, म चाहिँ भर्खरै साथीको रुमबाट निस्क्यो। आज मेरो साथमा छ एकजना फेरि। ल, एकजना साथी फेरि भेट भइहाल्यो हैन। अब हामी चाहिँ भर्खर साथीको रुममा बसेर निस्किनु लाग्यो। हामी अब यहाँ माथि बाटो हुँदै तल्लो पार्कतिर जान्छौँ। ल यस्तो है आजदेखि। देख्न सक्नुहुन्छ यस्तो मिठो छ आजको मौसम। हल्का घाम लागिरहेछ। के छ मस्त केही भनौँ न। मौसमले च्यालेन्ज हान्दैछ भनेर के भन्ने र? मौसमले के च्यालेन्ज हान्छ? मौसमले कहाँ च्यालेन्ज हान्छ? घाम लागिरहेछ, वातावरण बनिरहेछ मौसमले। टक्क त्यही फुटबल सुटबल हान्नुपर्छ। त्यस्तै फुटबल हान्ने अनि नाङ फाल्ने होला नि। होइन, आवेशमा चाहिँ आउनु भएन। आवेशमा आएर एकजना मान्छेले पुरै नाङ फालेर एक हप्तासम्म गएन। आजको चाहिँ आवेशमा चाहिँ नआउने, नफाल्ने गरी। आज चाहिँ पानी परेको थिएन, मिठो छ मौसम, देख्न सक्नुहुन्छ। हुन त एकछिनपछि पानी पर्छ होला। ओहो, यहाँ वरिष्ठहरू गेम खेलेर रहेछ। यसो देखाउन परिहाल्छ होला वरिष्ठहरूलाई नि। दामी छ, एकछिन त हेरौँ है त। देख्न सक्नुहुन्छ यहाँ पुरा टोलीहरू आफ्नै पारामा। पुरै जङ्गल छ, बाघ आउन सक्छ है फेरि। एउटा बाँडेलाहरू आउँछ यता होइन। ल मुसु मुसु हाँसेर पुरै एकदम यताको बजार मार्केट खाएको मान्छे यतै छ फेरि होइन। हो भने जङ्गल जङ्गल छ यता फेरि, बाघ आउन सक्छ कि। यस्तो जङ्गल छ यता फेरि। टक्क लाएर तल्लो ग्राउन्डमा जानुपर्ने हुन्छ कि कसो। त्यो हो मात्र भनेर हुँदैन क्या, सही हो भन्नु पऱ्यो कि। के भन्नु छ र? अब हामी तल्लो ग्राउन्डमा जानुपर्छ, उप्लो ग्राउन्ड खाइसक्यो। हो र, यस्तो छ है। टक्क लाएर ल, गाडी चलाउनु नआएको क्या फेरि यता मान्छेहरूले? फेरि के भर्खर सिकाएर रहेछ। टक्क लाएर मिठो छ आजको मौसम भनेको। यस्तै घुम्दै तलतिर जाने, त्यसपछि एकछिन बस्छु तलतिर, त्यसपछि रुम जानुपर्ने हुन्छ। फेरि बिहान फेरि यसो गुरु जोडाइ काम गर्न जानुपर्ने हुन्छ बिहान। लास फेरि आफ्नो त नाइट होला नि, अनि बिहान उठ्नु परेन। यस्तै हो, हेर्दै गर्नु होला। आज बाटो चाहिँ सुनसान छ फेरि होइन। सुनसान भन्दा पनि गाडी आइरहेछ टक्क लाएर। मोबाइल फेरि यस्तो
आइफोन मटर छ फेरि होइन अरू किन्न नसकेर बिजोघारी बिजोग भइरहेछ हो भने ल कसैले केही सहयोग गर्नु पऱ्यो भाइ यो नि आइफोनै हो मेरै हो अरूको त होइन तै पनि स्टिकर मात्र भएन कि भाइ ल त्यही हो गाइस ल टाढी को मान्छे आयो त यहाँ फेरि धेरै पछिको के अरे कति अरे सायद 2 वर्षपछिको गुड्का भलक ल्याउने उयो हो देख्न सक्नुहुन्छ साथीहरू लटक्क लाएर मान्छे चिन्दैन होला फेरि गुड्का भलक अब फेरि कति ल्याउने अरे गुड्का भलक ल्याउने 2 वर्ष होइन आइसक्यो उहाँ चाहिँ एकदम फेरि एकदम फेमस मान्छे हो नि त यो दुईजना त यहाँ फेरि टक्क लगाएर गुड्का भलाको फेमस मान्छे यहाँ मलेसियाको उखु सकाउने दाइ हो फाइनली साथीहरू यहाँ तल पार्कमा आएको केटाहरू बल खेलेर रहेछ एकछिन बल खेलेको हेरौँ त्यसपछि रुमतिर फर्किनु पर्ने हुन्छ के देखाउने यस्तो बल खेलेको नि कोही रहेनछ आज केटाहरू 1-2 जना बल खेलेर बसिरहेछ गराउने स्टेसन मान्छे रहेछ पार्क ठुलो पार्क छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले केटाहरू बल खेलेर बसिरहेछ के अरे अब यहाँ देख्न सक्नुहुन्छ राम्रो लाग्ने टक्क लगाएर